हेलो नमस्ते साथीहरू। आज चाहिँ कागेश्वरी मनोहरा नगर हस्पिटलको बारेमा छोटो मिठो कुरा गरौँ है त। यो चाहिँ मूलपानीमा अवस्थित छ है। यो हस्पिटल चाहिँ एउटा सरकारी हस्पिटल हो, तर यो हस्पिटल छिर्दाखेरि चाहिँ कहिले पनि सरकारी हस्पिटलमा छिरिरहेको भाइब्स नै आउँदैन क्या। यस्तो सफा छ यो हस्पिटल क्या। फोहोर भन्ने चिज कहीँ पनि नै देख्नुहुन्न क्या हजुरले। जे चिजको पनि व्यवस्थापन चाहिँ एकदमै राम्रो छ, एकदमै म्यानेज छ है। एउटा प्राइभेट हस्पिटलको जस्तो वेल म्यानेज छ यो ठाउँ चाहिँ। यहाँ चाहिँ सबैतिर चाहिँ पेसेन्टहरूलाई चाहिँ सुविधा चाहिँ राम्रो होस् भन्ने छ क्या। हजुरको क्यास काउन्टर, बिमा काउन्टर छुट्टै, क्यास काउन्टर छुट्टै, ल्याब, एक्सरे, इभन ल्याबमा पनि ब्लड कलेक्ट गर्ने ठाउँ छुट्टै, रिपोर्ट डिस्पेन्स गर्ने ठाउँ छुट्टै छ। फोहोर भन्ने त काहीँ नै हुँदैन है। एकदम सुविधा पनि एकदमै राम्रो छ। अब डक्टरहरू त झन् यसरी राम्रै हुनुहुन्छ यहाँको। अनि जे चिजको पनि सुविधाहरू चाहिँ पेसेन्टहरू आइसकेपछि चाहिँ मलाई लाग्छ यहाँ चाहिँ 99% चाहिँ पेसेन्ट चाहिँ खुसी नै हुनुहुन्छ होला जस्तो लाग्छ क्या। यो ठाउँ नगर हस्पिटलबाट चाहिँ नगरवासीहरू चाहिँ 99% चाहिँ खुसी नै हुनुहुन्छ। अब कसैलाई त आफ्नो आफ्नो प्रब्लम त भइहाल्छ होइन, फोहोर भन्ने त काहीँ पनि देखिँदैन। यतापट्टि यो चाहिँ फार्मेसी सेक्सन भयो। यो फार्मेसी सेक्सन साइडमा नि ओपिडीहरू चाहिँ छ माथिपट्टि है। अनि यस्तो व्यवस्थापन पेसेन्टहरूलाई चाहिँ यहाँ चाहिँ मेन मोटिभै मलाई चाहिँ यस्तो लाग्छ कि यहाँ पेसेन्टहरूलाई चाहिँ दुःख नहोस् कहीँ गएर नि भन्ने छ जस्तो लाग्छ क्या। त्यस्तो व्यवस्थापन त्यस्तो राम्रो छ यो हस्पिटल। थ्याङ्क यू।